कोही गएको छैन गाइस उहाँ चाहिँ को मान्छे पुग्छ त्यो चाहिँ हराउँछ अरे उही ठुलो रुख उही ठुलो रुख के हुन्छ अरे त्यहाँ पुग्यो भने चाहिँ मान्छे गायो छ्याप्पै बाटै पाउँदैन कि त कहाँ जान्छ कहाँ जानु भएको अरे खोला हामी खोला गएको राङ्के खोला के गर्नु जानु भएको माछा मार्नु माछा मार्नु नि हो त यो बिर्सिँदैछ भने दिदीले पनि मलाई गरेन यहाँ यी सामान चाहिँ हाम्रो गाइस यस्तो बेसी छ है हो यहाँ एउटा छ के छ्या पर्दैन हौ एउटा बट्टा बोक्नु नि हौ बट्टा पनि पर्दैन हौ बोरातिर भइहाल्छ नि हौ ऊ झोला भइहाल्यो त्यही त पौडी त खेल्नुपर्छ त मम्मी ल त गाइस अब चाहिँ हामी लागिन्छ भाइ भाइ साइको दिएको नि होइन साँच्चै है दिदी उपर मान्छे मरेको जग्गा के हो त्यहाँनिर कस्तो साइको हिजो मलाई भने कि साइको अरू त्यहीँनिर अरिङ्गल खेलाउँदै आएछ टापर म ए त्यस्तो त कहाँ पाउँछ र मै दामी हो मै जाति बनाइदिइहाल्छु नि के चाहिँ माछा ए सानो त रहेछ दुध यत्रो हाम्रो फौजहरू चाहिँ खै बाटो पनि देख्यो छाया मजाको देख्दिरह यहाँ यत्रो अरिङ्गल रहेछ त्यो त होइन त्यो त उयो चिलको जस्तो छ त्यो हामी जानुपर्ने यहाँ मुनि छट्टै रहेछ फेरि हो उयो के हो लोथर के हो के हो दोस्त त्यो ए कालो भने यस्तो पो हुन्छ ए देखेँ अम्बो क्या फला चिज छ त ऊ तर्से नि कालो त यस्तो पो हुन्छ हाम्रोतिर हुँदैन हुन्छ भरे माछाको सुप खानुपर्छ यो त लोथरको सानो हुन्छ होला यस्तै माछा आउँछ है केटा माछा हुन्छ काला चाहिँ गनाउँछ माथिबाट पहिरो आयो यस्तो भ्यू चाहिँ मैले जिन्दगीमा पनि देखेको थिइनँ है अब हामी यहाँ मुनि खोला चाहिँ पुग्यो तर अब पुग्न आँट्यो तर अझै यति टाढो छ यहाँबाट चाहिँ नदेखिँदो रहेछ ओह तल आम्मा यहाँनिर हल्का देख्दैछ गाइस हाम्रो खोला आउको खोला जस्तो रहेछ नि त यता पारी चाहिँ यतातिर साँच्ची बाँदर देखेन बाँदर हुन्छ दोस्त यता क्या मजाको जग्गा हो आम्मा यतिको चाहिँ हो नि त जग्गा भनेको चाहिँ कसम भनेको यस्तो जग्गामा चाहिँ यार हाम्रो यहाँ फोटोग्राफर हुँदैछ गाइस यहाँनिर हो यहाँ पुल चाहिँ दामी रहेछ हजुर गाइस हामी चाहिँ यो पुलमा दामी रहेछ पुल चाहिँ कसम भनिदिएको होइन गाइस आमा यतिको चाहिँ बबालै हो ल गाइस ल त गाइस यी पुल हो पुल छ हो यता मुनि खोला यी सेटिस जग्गा अब हुन्छ नि होइन यहाँनिर हो यस्तो छ अब क्या मजाको छ यतातिर होइन यतै हो यहाँ मुनि पनि पुल थिएछ गाइस भित्किएको रहेछ यहाँ पहिला ल त गाइस हामी चाहिँ फाइनली खोलामा आइपुगिसकेको छ र यहाँ हेर्न सक्नुहुन्छ यहाँको भ्यू होइन ल त आन्टी पनि यहाँ बसिदिरहेको फेरि